हेलो गुड मर्निङ नमस्कार हजुर सबैजनालाई वन्स अगेन वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म तपाईँहरूलाई सानो मिनी ब्लग देखाउँदैछु र हाम्रो बस्तीमा चाहिँ के काम हुन्छ छुट्टीमा चाहिँ भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। गाइस म चाहिँ बारीमा छु हैन। अब मल बोक्नु जाँदैछु। अब आलुको सिजन आयो नि त, आलुको सिजन आयो, त्यही भएर आलु रोप्नुपर्छ। त्यही भएर हाम्रो त अब गाई छैन, हामीले त पालेको छैनौँ। हामी त घाँस दिन्छ, मल लिएर आउँछ नि त। त्यही भएर चाहिँ म चाहिँ अब मल ल्याउन जाँदैछु है। यो चाहिँ हाम्रो पहिलाको मूल घर हो है, यतापट्टि पूजाहरू। र अहिले हामी चाहिँ यता बस्दैनौँ नि त, अहिले हामी चाहिँ तल सरेको छौँ। त्यही भएर अहिले यति नै छ, यतिकै छ यो घर चाहिँ। हजुरहरूले बाटो हेर्नु सक्नुहुन्छ, यस्तो छ हाम्रो चाहिँ यहाँनिर बस्ती हो नि त। त्यही भएर बाटो त अलिक खराब नै छ। झन् बर्खाको टाइममा एकदम चिप्लो हुन्छ यो बाटोहरू चाहिँ सबै। यो चाहिँ म गाइस र तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ बारी हो। र यहाँ पारी चाहिँ हामीले हेर्दाखेरि चाहिँ भ्यू चाहिँ एकदम राम्रो देखिन्छ। यहाँबाट चाहिँ हाम्रो हाइट भएको कारणले गर्दा एकदम राम्रो देखिन्छ यहाँ भ्यू चाहिँ। मल बोक्ने बाटो चाहिँ यस्तै छ है, हेर्नुहोस्। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ, हेर्नुहोस्। र यहाँ माथिबाट चाहिँ हामी मल लिएर आउँछौँ, यत्रो माथिबाट है। र यो चाहिँ म गाइस तपाईँले हेर्न सक्नुहुन्छ। बस्तीको केटो हो, काम त गर्नै पर्यो नि त होइन। अलिअलि भए पनि गर्नै पर्छ, नत्र नि हेल्थलाई पनि अलिक हानि हुन्छ क्या, काम गर्नुपर्छ। प्लिज डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क यू गाइस, स्टे ट्युन्ड। आजको काम चाहिँ लगभग सक्यो भनौँ न। र आजको दिन पनि त्यसै सकियो। अब आजको दिन त्यसै सकिहाल्यो, काम पनि सकियो। र माथि काकीको घरमा जान्छु, उठ्छु र फ्रेस हुन्छु अनि रेस्ट गर्छु। सो थ्याङ्क यू गाइस, बाई बाई।